ल आज 2082 फागुन 21 गते के चुनाव केको लागि प्रधानमन्त्री हाम्रो सरकार नयाँ सरकारको लागि चुनाव भइरहेको छ। सबैको मुखबाट घन्टी 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 पार्टी बाहेक अर्को नाम धेरै सुन्नेको छैन, त्यसैले अहिले हाम्रो उतै बढिरहेछौँ। तर जसले हाम्रो घरमा अनलाइनबाट भोटर कार्ड भोटर बनाएको हो, त्यहाँहरूको ऐन गएर बुवाले हेरेर आए भन्नुहुन्थ्यो कि नाम जहाँ छैन भनेर, न आमाको न बुवाको जहाँ छैन। मम्मीको त केही कारणवश बिग्रिएछ, बुवा र आमाको चाहिँ हामीले हेर्दा भोटर लिस्टमा नाम छ, तर त्यहाँ गएर होइन हेर्ने बेला बुवाले छैन भन्नुभयो। त्यही भएर किन छैन भनेर म पनि उतै गइरहेको छु। भित्र त मोबाइल लाग्न पाइन्न, बाहिरबाट हेर्न पाइन्छ। त्यही भएर अब हेर्न गइरहेको छु। बुवाहरू त अगाडि छन्। खै योपालि किन अनलाइनबाट भरेको धेरैको नाम आएकै छैन अरे। बुवाको त आएन, म आमाको नि आएको छैन, तर हामीले हेर्दा चाहिँ नाम आइराखेको थियो। म चाहिँ उतै गइरहेको छु जाने। यहाँदेखि लगभग धेरै नै अलिकति अगाडि हो, त्यतिसम्म चाहिँ गइरहेछौँ। यस्तै गर्दा पछाडि अगाडि सर गइरहेछौँ। बुवा चाहिँ उही पारि पुगिसक्नु भएको छ। अरू केही जाने गरौँ न। हजुरहरूको त्यो माल कस्तो छ? यता त आर्मी पुलिसहरू आइसक्नु भएको छ। ऊ अगाडि नेर आर्मी पुलिसहरू उभिनु भएको छ। अहिले म देखाइदिइहाल्छु। यहाँदेखि सरास्न गइरहेछ मामु अहिले। यो सरासर गइरहेछौँ। भौन्ता धारण गरेर गइरहेछौँ। स्कुल चाहिँ हाम्रो ट्याक्कै पछाडितिर देखिरहेको छैन भनेको देखिरहेको छ। अगाडि चाहिँ ट्याक्कै पुलिसको गाडी रहेको छ। भोटर हान्नु मान्छे गइराख्नु भएको छ, हामी पनि गइरहेका छौँ। नेपाल नमेर्ने गइरहेको हाम्रो पछाडि पुलिस गाडी सक्नुहुन्छ हजुरहरू सबैले। अगाडि चाहिँ ट्याक्कै पुलिस हुनुहुन्छ, ट्याक्कै अगाडि। चाहिँ मैले पछाडि देखाइरहेको छु, हाम्रो ट्याक्कै अगाडि।